दर्शकबिन आजको भिडियो यो मेरो विशेष गरी सोनम र समीरको दिदी भनेर चिन्नेकी सुनिता धिमालको लागि पहिला यो छोटो क्लिप हेर्नुस्, त्यसै पछाडि म कुरा गर्नेछु। अनि दुःख नमान्नु, म अलिक दिनपछि म भिडियो अपलोड गर्छु अनि तपाईहरुलाई अपडेट दिन्छु नि म। हेलो दर्शकबिन, नमस्कार, राधे राधे, सेवा सेवारो टाहिडले झोले जुजुलोप्पा लासो फ्याफुल्ला जय श्रीमान नारायण भन्दै आज पनि म उपस्थित भइसकेको छु। दर्शकबिन तपाईहरु सम्पूर्णलाई यो मेरो कटवाल शिशिर भ्लग च्यानलमा एकमुष्ट स्वागत छ। यो मेरो च्यानलमा जो कोही पनि नयाँ जोडिनु भएको छ भने कृपया लाइक शेयर सब्स्क्राइब गरेर चाहिँ अगाडि बढ्नु होला। अन्तिमसम्म यो भिडियो हेरेर तपाईलाई कस्तो लाग्छ हैन, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला र सबैभन्दा पहिला सुरुमै मलाई गाली गर्ने प्रयास पनि नगर्नु होला। पहिला अन्तिमसम्म भिडियो सुन्नुहोस्, हेर्नुहोस् र अनि जस्तो लाग्छ मनमा त्यही प्रतिक्रिया दिनु होला भन्दै आजको यो मेरो भ्लग भिडियो छ विशेष गरी हाम्रो सुनिता बहिनी, सनम र समीरको दिदी भनेर चिनिएकी सुनिता धिमाल बहिनीको लागि हो दर्शकबिन। जो अहिले चाहिँ उहाँ विवादमा पनि तानिनु भएको थियो, जो बहिनी सुनिता बहिनी। र बहिनीलाई म के भन्न चाहन्छु भने विशेष गरी मेरो तर्फबाट आफ्नो हाम्रो सोच हो हैन। मैले चाहिँ के भन्न चाहन्छु भने सुनिता बहिनीलाई, बहिनी तपाईँ एकदमै महान व्यक्ति। तपाईले जो सोनम र समीरको लागि सानै बालापनदेखि नै तपाईले चाहिँ भेटेर हैन लगेर पालन पोषण गर्नुभयो, यत्रो ठुलो बनाउनु भयो हैन। अन्तिममा गएर तपाईले जो सनम समीरको लागि चाहिँ आफ्नो घर कहाँ हो के हो, बेपत्ता भएकै बालकहरू कहाँबाट अब आए, यिनको बुवा आमा को हो भनेर चाहिँ पत्ता लगाउनको लागि तपाईँले धेरै कोसिस गर्नुभयो, एक्लै सक्नु भएन। त्यसै पछाडि जो तीनजोरी अनलाइन मिडियाका साथीहरू देवेन्द्र लिम्बू लगायत खेमदेवानहरू सम्पूर्ण तीनजोरी अनलाइन मिडियाले चाहिँ उहाँको बुवा आमा घर लमजुङ सबै भेटियो र तपाईँले त्यहाँदेखि पनि निरन्तर भाइहरूको साथ कहिले पनि छोड्नु भएन। र अहिले अन्तिममा जो अहिले कान्छी आमासँगको विवादपछि तपाईँलाई चाहिँ अलिकति टर्चर दिए भन्ने कुरा पनि आएको छ। टर्चर तपाईँले दिए तापनि तपाईँ कहिले पनि दुःख नमान्नु होला, तपाईँ चाहिँ कहिले पनि पछि नहट्नु होला। तपाईँ एक दिन सत्यमा हुनुहुन्छ, तपाईँको एक दिन सत्यको बाटोमा हुनुहुन्छ भने सुनिता बहिनी तपाईँको एक दिन जित अवश्य हुनेछ हैन। तपाईँले अहिले पनि ती भाइहरू बिचारा बालाखा भाइहरूलाई तपाईँले गाइड गरिराख्नु भएको छ हैन। तपाईँले चाहिँ भाइहरूलाई कस्तो अवस्थामा छन्, के गर्दैछन्, कस्तो खान्छन्, के गर्छन्, अब पढ्ने पैसा छ कि छैन हैन, सम्पूर्णको जिम्मा नै तपाईँले लिएर गरिराख्नु भएको छ। जो अहिले चाहिँ जुन सनम र समीर भाइको अहिले तपाईँले अब डेरामा राखिदिने भन्ने कुरो पनि आइसकेको थियो हैन। कोठामा राखिदिने, अब कोठा भाडा गरेर भए पनि राखिदिन्छु म। भाइहरूको चाहिँ अब कोही गाइड गर्ने व्यक्ति नभइसकेपछि मैले नै हेरविचार गर्नुपर्छ भाइहरूलाई भनेर तपाईँले भनिसक्नु भएको छ र तपाईँले नै हेरिराख्नु पनि भएको छ। हामीले तपाईँको भिडियो अहिले मात्र हेरेको होइन, धेरै अगाडिदेखि हेरेको हो हैन। सम्पूर्ण जो व्यक्तिहरू चाहिँ सुनिता अनि सुनिताका भाइ जो दुवै हुनुहुन्छ, सनम र समीरको सपोर्टर हुनुहुन्छ, जो सपोर्टर व्यक्तिहरूले चाहिँ यो भिडियोलाई सेयर गरेर उहाँ भाइ बहिनीहरूसम्म पुर्याइदिनु होला। किनभने म पनि भाइ र बहिनीको एकदमै ठुलो फ्यान हो, म एकदम सपोर्टर हो। मैले पहिला पनि भाइहरूलाई मैले सहयोग पनि गरेको थिएँ, अझै पनि अब भाइहरूको घर बनिनेवाला कुरो पनि छ। सुनिता बहिनीले अस्ति भन्दै हुनुहुन्थ्यो त्यहाँनिर चाहिँ घरेरी 2 कोठे मात्रै भए पनि घर बनाउने भन्ने कुरा आइसकेको थियो र भाइहरूलाई म पनि सहयोग गर्नेछु। अब कहिलेदेखि सहयोगको चाहिँ सुनिता बहिनीले चाहिँ सहयोगको आह्वान गर्नुहुनेछ, कहिलेदेखि सहयोग उठाउने प्रयास गर्नुहुन्छ, म पनि विशेष गरी सहयोग गर्नेछु भाइहरूको लागि। आफूले जे सक्दो, आफूले जति सक्दो हैन, आफ्नो क्षमता अनुसार आफूले चाहिँ जति सकिन्छ त्यही अनुसार मैले पनि सहयोग गर्नेछु दर्शकबिन। र बिचारा ती भाइहरूको लागि सुनिता बहिनीले यति धेरै मेहनत गर्नुभएको छ कि यहाँसम्म ल्याउनको लागि, तर अहिले अन्तिममा आएर विवादमा आफै तानिनु भयो। बिचारा अब के गर्ने, अब विवादमा तानिन्छु भनेर पनि उहाँ अब त्यहाँ लमजुङ जानुभएको थिएन, भाइहरूले बोलाएर चाहिँ उहाँ लमजुङ जानुभएको। र सुनिता बहिनीलाई विशेष गरी के भन्न चाहन्छु भने बिचारा बहिनी, तपाईँ सत्यको बाटोमा हुनुहुन्छ र तपाईँ सत्यकै बाटोमा सधैँभरि हिँडिराख्नु होला। तपाईँको जित एक दिन अवश्य हुनेछ। तपाईँको जुन भिडियो चाहिँ जसले डिलिट गर्न भनेर चाहिँ तपाईँलाई टर्चर दिए, प्रेसर दिए हैन, तपाईँले डिलिट पनि गर्नुभयो, ठिकै छ। तर तपाईँ सत्य हुनुहुन्थ्यो भने चाहिँ तपाईँले डिलिट गर्नुपर्ने खासै आवश्यकता मैले चाहिँ देखेको थिइनँ। किनभने आखिर भएको कुरा न तपाईँले चाहिँ त्यहाँनिर सबै भ्लगमा भनेर चाहिँ खिचेर हाल्नुभएको थियो, सबै बोलेर हाल्नुभएको थियो। जुन जे कुरा भएको थियो त्यहाँनिर लमजुङमा जो भाइको साथमा हैन, ती साना भाइको साथमा जे कुरा भयो, जे कुरा चाहिँ त्यहाँनिर कुरा उठ्यो हैन, त्यो त्यतिकै त अब तपाईँको के भने हावा के अरे पात के भन्छ नि, एउटा उखान छ नि, हावा नचली पात हल्लिँदैन भन्ने उखान छ नि, त्यस्तै त्यहाँ पनि त्यो कुरामा पनि तपाईको पक्कै पनि
हावा नचली त पात हल्लिएको हुँदै होइन। त्यही कारणले तपाईँ एकदम सत्य हुनुहुन्छ जस्तो लाग्छ मलाई होइन, मेरो विश्वास। किनभने तपाईँले अहिलेसम्म कुनै पनि फेक भिडियोहरू, कुनै पनि फेक समाचारहरू तपाईँले त्यस्तो हाल्नुभएको अहिलेसम्म छैन। मैले तपाईँको भिडियो सुरुदेखि धेरै अगाडिदेखि नै हेरिरहेको छु होइन। सोनम समीर भाइको भिडियो धेरै अगाडिदेखि नै मैले हेरिराखेको छु। तपाईँले नै हो अहिलेसम्म यहाँसम्म ल्याउनु भएको ती भाइहरूलाई होइन। तपाईँले त्यो बिचरा जुन भाइ चाहिँ उहाँ घुम्न गएका थिए होइन, सोनाम भाइ, अर्को एकजना भाइ, उहाँ दुईजना, सोनाम भाइ होइन समीर भाइसँग घुम्न जाने भाइ, उहाँहरू चाहिँ घोरपाटन कि धोरपाटन भन्ने ठाउँमा चाहिँ एक्सिडेन्ट भएर बाइक एक्सिडेन्टमा परेर पनि तपाईँले नै उहाँ चितवनमा गई तपाईँले चाहिँ सहयोग गरेर सम्पूर्णसँग सहयोगको आह्वान गरेर तपाईँले उपचार गरिदिनु भयो। उहाँ भाइको लागि पनि यति धेरै केयर गरिदिनु भएको छ। र तपाईँ र सोनाम भाइको बारेमा यति धेरै गलत सोच्ने पनि व्यक्ति को हुन्, तपाईँको त्यो दुश्मनै हुनुपर्छ, तपाईँको खुट्टा तान्ने व्यक्ति नै हो जस्तो लाग्छ मलाई। नत्र तपाईँहरू बिच यस्तो प्रगाढ चेलीमाइतीको सम्बन्ध छ होइन। तपाईँहरूलाई त्यस्तो सम्बन्ध देख्दै पनि अब त्यस्तो त्यो गलत आरोप लगाउने होइन, गलत चाहिँ त्यो नजरले हेर्ने व्यक्ति कहिले पनि उँभो चाहिँ लाग्दैन। त्यो मान्छेले अति नै दुःख पाउने छ कुनै न कुनै दिन होइन। दर्शकबिन म यही भन्न चाहन्छु सुनिता बहिनीको लागि, विशेष गरी सुनिता बहिनी, तपाईँ एक दिन अवश्य सफल हुनुहुनेछ। एक दिन तपाईँ सबैको हाई हुनुहुनेछ। तपाईँ सदैव आफ्नो सत्यको बाटोमा लाग्नुहोला होइन। तपाईँले अहिले भिडियो हाल्नुभएको छैन, 2-4 दिन भयो मैले हेरिरहेको छु। तपाईँले भन्नुभएको छ म अलिक दिन पछाडि मात्रै भिडियो अपलोड गर्नेछु, अपडेट गर्नेछु भाइहरूको बारेमा भन्नुभएको छ। र तपाईँलाई सायद त्यहाँ भनेको पनि हुनसक्छ कि भिडियो अहिले बनाएर चाहिँ पटक्कै नहाल्नु होला भन्ने कुरो पनि अस्ति आएको थियो, तपाईँले भन्नुभएको थियो। र त्यही कारणले होला तपाईँले भिडियो नहाल्नुभएको। र तपाईँ सत्य हुनुहुन्छ भने नडराउनुहोस्, डराउनु पर्ने आवश्यकतै छैन। किनभने आफू सत्यमा बस्नुपर्छ। आफू सत्य छ भने कसैले केही गर्न सक्दैन। भगवान्सँग मात्रै डराउनुहोस्, भगवान्सँग कहिले पनि झुट नबोल्नुहोस्, झुट काम नगर्नुहोस् होइन। अरूसँग केही डराउनै पर्दैन। आफू सत्यको बाटोमा हिँडिसकेपछि कसैले केही गर्न सक्दैन। खुट्टा तान्ने मान्छे त कति हुन्छन्, जसको पनि हुन्छ खुट्टा तान्ने मान्छे। अहिलेको अवस्थामा मान्छेले कोही कसैले पनि अगाडि बढेको हेर्न चाहँदैन। त्यो तपाईँ हाम्रो सबैतिर हुन्छ त्यस्तो भनेको। मान्छेले अलिकति केही अगाडि बढ्न खोज्यो भने अब यो मान्छे अगाडि बढ्न आँटो, यसको चाहिँ यसलाई कसरी हुन्छ खुट्टा तान्नुपर्छ, यसलाई चाहिँ पछाडि नै पार्नुपर्छ, जसरी हुन्छ यसलाई चाहिँ अगाडि बढ्न दिनु हुँदैन भन्ने मान्छे धेरै छन्। त्यही कारणले तपाईँ कसैको प्रेसरमा, टर्चरमा होइन तपाईँ नपर्नुहोस्। तपाईँ आफ्नो बाटो, आफ्नो सिद्धान्त अनुसार, आफ्नो चाहिँ लक्ष्य अनुसार होइन आफू सत्यमा बस्नुहोस्। तपाईँलाई कसैले केही गर्न सक्दैन भन्दै आजको यो भ्लग विशेष गरी सुनिता बहिनीको लागि सम्पूर्णले तपाईँहरू जसले हेर्दै हुनुहुन्छ कृपया लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर यो मेरो भिडियोलाई सेयर गरिदिनु होला। दर्शकमै भन्दै आजको यो छोटो भ्लगबाट बिदा हुन्छु। सम्पूर्णलाई यो भिडियो हेरेर कस्तो लाग्यो, कि यदि मन परेमा कृपया कस्तो के छ प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। जय नेपाल, सी यू नेक्स्ट भ्लग।